शान्तिपूर्ण तरिकाले हामी एउटा प्ले कार्ड मार्फत हाम्रो सुरक्षा निकाय और तीनैवटा तहका प्रदेशसम्म हामीले पुर्याउन जुन हामी गइरहेका छौं। हिजो जुन धनुषा जिल्लामा एउटा मुस्लिम बस्तीको मुस्लिमहरूको आस्थाको एउटा मस्जिदमाथि गलत तत्त्वहरूद्वारा जुन आक्रमण भयो, मस्जिद तोडफोड भयो र मस्जिदभित्र एउटा पवित्र कुरान जुन कुरानलाई हामी हृदयदेखि मान्छौं, धेरै सम्मान गर्छौं, त्यो कुरानलाई पनि जलाउने कार्य भयो। यसप्रति हामी सम्पूर्ण हरिनगरका मुस्लिम समुदाय घोर आपत्ति र घोर भर्त्सना गर्छौं। सम्पूर्ण मुस्लिमहरूको मन दुखेको छ यस घटनाबाट र यहाँका सम्पूर्ण नेपालका जति पनि मुसलमानहरू छन् एउटा देशभक्त र शान्ति प्रेमी मुस्लिमहरूलाई जहिले पनि उत्तेजित गराउन, गुस्सा दिलाउन कार्य गलत तत्त्वहरूबाट चाहिँ भइरहेको केही दिनदेखि भइरहेको अवस्था छ र मुस्लिमहरूलाई उत्तेजना गर्नका लागि प्रयास पनि भइरहेको छ। तर हामी तपाईहरूलाई जानकारी गराउन चाहन्छौं कि केही वर्ष अगाडि इराकमा 11 जना मुसलमानहरूलाई मारिएका थिए। त्यो बदलामा नेपालका विभिन्न मुस्लिमहरूको मस्जिदहरूमा आक्रमण भयो, मुस्लिमहरूका इमामहरूलाई मार्ने कार्य भयो, मुस्लिमहरूका कुरान जलाउने कार्य भयो। त्यतिखेर पनि यहाँका मुसलमान, नेपालका मुसलमानहरू संयम अपनाएर एउटा देश प्रेमी र देशमा शान्ति चाहिने मुस्लिमहरूले कहीँ पनि एउटा मन्दिरमाथि ढुङ्गा प्रहार गरेन। आज पनि यस देशमा एउटा गाउँमा एउटा मुस्लिमहरूको मस्जिदमा त्यत्रो आक्रमण भयो, कुरान पवित्र कुरानलाई, हाम्रो आस्थाको किताबलाई जलाउने कार्य भयो। तर आजको दिनमा पनि हामी उत्तेजित हुने छैनौं। हामी संयम बर्तेका छौं। हामी यो देशलाई प्रेम गर्छौं र हामी चाहिँ शान्तिपूर्ण तरिकाले आफ्नो जुन मन दुखेको छ, आफ्नो जुन मनको कुराहरू छ, जुन हामी माथि आक्रमण भइरहेको छ, जुन हामी माथि अत्याचार भइरहेको छ यो मुस्लिमहरूमाथि, अल्पसंख्यक मुस्लिमहरूमाथि, यो कुरालाई हामी शान्तिपूर्ण तरिकाले र यो प्ले कार्ड मार्फत हामी चाहिँ हाम्रो सुरक्षा निकाय नेपाल सरकारसँग र तीनटै के अरे हाम्रो जुन सुरक्षा निकाय छन् त्यहाँसम्म हामी चाहिँ पुर्याउने प्रयास हाम्रो भइरहेको छ। म यसै मञ्चबाट म तमाम मुस्लिम समुदायका युवाहरूलाई म आग्रह गर्न चाहन्छौं यो काम कुनै पनि राम्रो होइन। यो गलत तत्त्वहरूद्वारा नेपालमा अशान्ति फैलाउने, नेपालको शान्तिलाई भङ्ग गर्ने र नेपालमा जुन चुनाव आगामी दिनमा हुन गइरहेको छ त्यसलाई बिथोल्नका लागि मात्रै यो षड्यन्त्र हो र यसमा चाहिँ केही तत्त्वहरू चाहिँ मुस्लिमहरूको मस्जिदमा घुसेर यस्ता काण्ड चाहिँ गरेको छ। यसप्रति हामी सम्पूर्ण हरिनगरका मुस्लिमहरू घोर भर्त्सना गर्छौं। हामी चाहिँ यसको आपत्ति जनाउँछौं र हामी चाहिँ यसको चाहिँ विरोध गर्छौं र यसका लागि चाहिँ हामी सुरक्षा निकायसँग हाम्रो आग्रह छ कि यस्ता गलत तत्त्वहरूलाई समातेर कानून बमोजिम कडा भन्दा कडा कारवाही चाहिँ गरिदिनुस् भनेर र मुस्लिमहरूको जुन एउटा संयमता छ, मुस्लिमहरू जुन एउटा देश प्रेमी, शान्ति प्रेमी एउटा समुदाय छ त्यसलाई चाहिँ एउटा चित्त बुझाउने खालका र उहाँलाई चाहिँ मतलब चित्त उहाँहरूको चाहिँ उहाँलाई शान्त गर्नको लागि चाहिँ नेपाल सरकारले त्यो तत्त्वहरूलाई, त्यो गलत तत्त्वहरूलाई, त्यो मुजरिमहरूलाई चाहिँ मतलब समातेर नेपालको कानून बमोजिम उहाँहरूलाई कडाभन्दा कडाई होस् भनेर हामी चाहिँ यहाँबाट आग्रह गर्न चाहन्छौं र हामी मुस्लिम समुदायलाई भन्न चाहन्छौं कि यो चाहिँ मात्रै हामीलाई उत्तेजित गराउनलाई चाहिँ प्रयास हो। उत्तेजित हुनु भएन। हामी चाहिँ आफ्नो घोषणालाई, आफ्नो मतलब के अरे उसलाई चाहिँ हामीले संयम बर्तेर त्यसलाई चाहिँ सम्हालेर राख्नुपर्छ र हामीले चाहिँ कुनै यस्तो कार्य चाहिँ गर्नु भएन जुन कार्यले चाहिँ उहाँहरूलाई चाहिँ फल मिलोस्। त्यो हिसाबले चाहिँ हामी संयम बर्तेर चाहिँ हामीले यो घटनालाई यही के अरे भर्त्सना गर्छौं, हामी चाहिँ विरोध गर्छौं र यस्ता गलत तत्त्वहरूलाई चाँडै भन्दा चाँडै यो नेपाल सरकारले ध्यान पुर्याई कानून बमोजिम चाहिँ सजायतिर चाहिँ ल्याउनुपर्छ भन्ने म आफ्नो दुई शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। जय नेपाल। जय नेपाल। ल यहीँबाट चाहिँ हाम्रो यो विरोध कार्यक्रम स्थगित भयो। अब हामी चाहिँ आफ्नो आफ्नो काममा चाहिँ जानेछौँ र
12 बजेतिर चाहिँ हाम्रो जिल्लामा चाहिँ प्रेस विकृति बुझाउने कार्य छ। त्यसमा चाहिँ हामी चाहिँ ज्ञापन पत्र